खास भनौँ भने हाम्रो धरानका उपमहानगरपालिकाका मेयर हर्क साम्पाङजी गलत मान्छे नै हो कि म सिधै भन्छु गलत हो हैन त्यस्तो पनि गर्छ त्यस्तो पनि काम हो अब मेयर जस्तो भइसकेपछि टक्क कुर्सीमा बस्नु के फिल्डमा गएर तपाईँ माटो ढुङ्गासँग लडीबुडी गरेर आफै काम फिल्डमा काम खडेर चाहिँ एउटा श्रमिकहरू जस्तै आफै खटेर हिँडेर हुन्छ तपाईँ गलत नै हो क्या म भन्छु तपाईँ गलत हो किनभने तपाईँ खास त्यो तरिकाले गर्नको लागि जिताएर पठाएर होइन नि त तपाईँले त आफ्नो कार्यकर्ताहरूलाई पोसाउने हो तपाईँ आफै फिल्डमा खड्ने होइन क्या सर म भन्छु हर्क साम्पाङजी तपाईँ यो देशमा यदि तपाईँ सोझो तरिकाले इमान्दारिता तरिकाले तपाईँले विकास गर्छु भन्ने जुन भिजन बोकेर आउनु भएको रहेछ भने तपाईँ यो तरिकाले कुनै हालतमा हुँदैन यो देशको स्थिति तपाईँले अहिलेसम्म बुझ्नु भएको छैन लुट्ने हो आफ्नो कार्यकर्तालाई पोसाउने हो यहाँ त तब मात्र तपाईँलाई मान्छ मेयर साहब तपाईँ फिल्डमा आफै खट्नुहुन्छ तपाईँ माटोसँग लड्नुहुन्छ एकदम हिलोसँग लड्नुहुन्छ फिल्डमा आफै खट्नुहुन्छ आफै बेल्चा बोक्नुहुन्छ आफै कुटो बोक्नुहुन्छ यस्तो पनि हुन्छ तपाईँको त गलत भइरहेको छ नि त यदि तपाईँले त्यो धरानमा यदि तपाईँले लुट्न सक्यो भने तपाईँलाई मान्छ यदि कार्यकर्तालाई पोसाउन सक्यो भने मान्छ तब मात्र मान्छ तर यदि सही तरिकाले काम गर्न थाल्यो तपाईँ सोझो तरिकाले काम गर्न थाल्यो तपाईँ आफै फिल्डमा खटेर काम गर्न थाल्यो भने जनता सँगसँगै चाहिँ फिल्डमा काम गर्न थाल्यो भने मेयर हुनुको के अस्तित्व रहेर होइन त्यही भएर लुट्न सिक्नुहोस् ढाँट्न सिक्नुहोस् छल्न सिक्नुहोस् तब मात्र तपाईँलाई धरानवासीहरूले जति पनि तपाईँको विरोध गर्ने धरानवासी छ होइन विपक्षका पार्टी जुन पक्ष विपक्ष छ नि त हाम्रो देशमा त एकदम धेरै पक्ष विपक्ष भएर विरोध गर्नेहरू छ नि त तब मात्र तपाईँलाई मानिन्छ कि तपाईँ अब आफै कुटो कोदालो बोकेर मेयर जस्तो भएर तपाईँ अनि कार्यालय नै आफ्नो कार्यालयमा पनि नबसिकन तपाईँ अनि कुटो कोदाला बोकेर चाहिँ श्रमिकहरूसँग आफै फिल्डमा खट्नुहुन्छ अनि त्यहाँको जनताले तपाईँलाई पत्याउँछ त लुट्नुहोस् कार्यकर्तालाई पोसाउनुहोस् अनि विकास निर्माणको कुराहरू कागजमा मात्रै सीमित पार्नुहोस् तब तपाईँलाई मान्छ त्यसकारण यहाँ सत्य मान्छे टिक्न सक्दैन यो देशमा त्यही भएर हरेक चिजले हाम्रो देश पछाडि पर्नुको कारण यदि तपाईँ जस्तो मात्रै यो देशमा मेयर यो जति पनि जिल्लामा मेयर हुन्छ तपाईँ जस्तोको मात्र सोच सिद्धान्त भिजन लिएर आएको मेयर भयो भने नि तपाईँको काया पलट हुन्छ विकास निर्माणको कुरा तर त्यो होला भनेर तपाईँलाई यहाँ सोचेको गर्दैछ त्यसकारण लुट्नुहोस् विकास निर्माणको कुरालाई कागजीमा मात्र सीमित पार्नुहोस् आफ्नो कार्यकर्तालाई पोसाउनुहोस् तब तपाईँलाई मान्छ धन्यवाद।